हेलो 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 सबैजनालाई नमस्कार। हामी दुई दिदीबहिनीको चाहिँ यो के अरे बुन्ने तुन्नेको काम भइरहेछ। अब हाम्रो चाहिँ यो चाहिँ यसरी बान्यो भने चाहिँ यसरी दुईवटा यसरी छर्के देख्ने, अनि फेरि यसरी बनाएको छ, एकपट्टि चाहिँ यसरी राखेको छ, अनि यो चाहिँ कालोको हो, अनि फेरि रातोको पनि त्यस्तै छ। पहिला नि ठिक गरी राख्नुपर्ने रहेछ। कतापट्टि जानु यसरी यसो गर्ने। यताबाट बान्यो भने चाहिँ यसरी देख्छ, यसरी, अनि फेरि यसलाई यसरी फर्कायो भने चाहिँ यस्तो कापी देख्छ। यसरी फुर्का यसरी देख्ने चाहिँ बान्नु त एउटा, अनि त्यस्तो हो। अब हजुरहरूलाई चाहियो भने के अरे टिकटकमा हालिदिन्छु, अर्डर गर्नु होला। मैले तपाईँहरूलाई पसलमा गयो भने 1500, 1700-1800 भन्दा घडीमा पाउँदैन। अब यहाँ चाहिँ मैले चाहिँ के अरे धेरै ठुलो खालीलाई 1500, नत्र 1200, अनि 1500। यो फेटा चाहिँ अन्दाजै 2500 कति लिँदो रहेछ। मैले चाहिँ 2000मा दिइरहेछ यो फेटा चाहिँ। यिनीहरू चाहिँ अलिक ठिकठिकको सानोलाई 1200, नत्र भने के अरे 1000-1200 त्यस्तै मिलाएर दिइरहेछ। त्यो पसलमा जस्तो चाहिँ भन्दैन। हामी चाहिँ के गर्ने, दुःख त गर्नु पर्यो, पेट पाल्नु पर्यो, रुएर पनि हेऱ्यो, हाँसेर पनि हेऱ्यो, नाचेर पनि हेऱ्यो, सुतेर पनि हेऱ्यो, यो चाहिँ फेरि अनि उठेर पनि हेऱ्यो। अब यो केटाहरूको लागि हो। यो सुख र दुःख भनेको त्यस्तै रहेछ। अनि त्यही भएर एउटा आफूले जानेको यो पुर्कौली आमाहरूले बनाउनु भएको सिप पनि हो। मेरो आमाले स्कुलै यही हो मेरो, हामी दुईजनाको। त्यही भएर अब यसले हेल्प गरिदिन्छ मलाई, बुन्ने सुन्ने साथी गरिदिन्छ बहिनीले पनि भनेर भन्छु। तपाईँहरूले चाहियो भने अर्डर गर्नु होला। नमस्कार है सबैजनालाई।